हेलो हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई आज मेरो भ्लगमा देख्न सक्नुहुन्छ। म चाहिँ आज यहाँ खोलामा आएको निग्रो खोला छ, यता निग्रो नि देख्ने हुनुहुन्छ साथीहरू। आज चाहिँ म साथीहरू निग्रो टिप्न आएको छु। मेरो भ्लग कस्तो लाग्छ हजुरहरूलाई हेर्दै गर्नु होला है। त्यसो साथीहरू यस्तो छ निग्रो, हेर्न सक्नुहुन्छ साथीहरू। यहाँ चाहिँ अलिकति मैले टिपेको छु, यति देख्न सक्नुहुन्छ। अनि यता छ साथीहरू निग्रो, हेर्नुहोस् यस्तो यस्तो दामी छ साथीहरू। निग्रो चाहिँ त भक्कु रहेछ, हेर्नुहोस् है। तल हेर्दै जानु होला, यतापट्टितिर पनि भक्कु छ साथीहरू निग्रो है। अनि हेर्दै गर्नु साथीहरू। यदि मेरो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला साथीहरू। भन्दै हेरौँ है साथीहरू। ल यस्तो छ है, कुहिरो लगाएर पुरा झ्याम्दैन साथीहरू। यो चाहिँ खोला हो, यस्तो छ है। ल साथीहरू देख्न सक्नुहुन्छ है त, निग्रो चाहिँ यही हो। यसरी ट्याक्की ट्याक पाएर टिप्नु साथीहरू। हेर्नुहोस् यस्तो दामी छ है। ल हेर्नुहोस् साथीहरू, निग्रो दामी छ। ल हेर्नुहोस्, हजुरहरूलाई कसलाई निग्रो मनपर्छ साथीहरू कमेन्ट गर्नु होला है त। हेर्नुहोस् यता चाहिँ हाम्रोतिर चाहिँ प्रशस्तै पाइन्छ निग्रो। अहिले खासै मान्छेले टिप्दैन साथीहरू। अहिले सबजना काममा व्यस्त भएर साथीहरू खासै अहिले टिप्न नि आउँदैनन्। टिप्न चाहिँ टिप्छन् साथीहरू, तर अहिले नभ्याएर हो साथीहरू। देख्न सक्नुहुन्छ है त। ल हेर्दै जानु होला साथीहरू, यस्तै छ है त। ल हेर्नुहोस्, गाइस देख्नुहोस् निग्रो यस्तो छ होइन। तपाईँलाई एउटा म्याजिक देखाउँछु है त। यो निग्रो यस्तो हेर्नुहोस्, र मेरो कपाल हेर्नुहोस् गाइस, कपाल सेम सेम टु सेम गाइस। हेर्नुहोस् ल, ठ्याक्कै म्याच खाएको थोरै छ नि साथीहरू। भन्नु त ल कमेन्ट गर्नु होला है त, कसलाई मन पर्यो यो निग्रो र मेरो केस कसलाई मन पर्यो कमेन्ट गर्नु होला है त साथीहरू। है त देख्न सक्नुहुन्छ है त, मैले चाहिँ एक मुठो निग्रो चाहिँ टिपिसकेको छु। हेर्नुहोस् यस्तो दामी छ है। ल ताजा ताजा एकदम हरियो हरियो पऱ्यो गाइस। ल देख्नुहोस्, खोला खोल्सा खाल्सीतिर पाइन्छ है यस्तो चाहिँ। ल हेर्नुहोस् यस्तो। म चाहिँ अब जाँदैछु साथीहरू, यता जानुपर्ने हुन्छ। यस्तो छ है त। हेर्नुहोस् अहिले गाउँघरमा चाहिँ एकदम ताजा ताजा खानेकुरा पाइन्छ साथीहरू। यो चाहिँ निग्रो साथीहरू हो। हजुरहरूलाई मनपर्छ हो कि पर्दैन अघि पनि भनेको छु साथीहरू, कमेन्टमा भनिदिनु होला। अनि हजुरहरू के गर्दै हुनुहुन्छ अहिले, यति छ मेरो चाहिँ पारा गाइस, यस्तो छ है त। ल हेर्नुहोस्, हेर्दै जामै साथीहरू। यस्तो छ बाटो। म चाहिँ साथीहरू पानी नुहाउँदै आएको थिएँ, अनि निग्रो नि भेटेपछि लाने कुरो भइगयो नि साथीहरू। छोड्ने कुरै भएन नि, त्यही भएर चट्ट पारेर टिपेर हिँड्ने साथीहरू। नकसेको गाइस, जङ्गल सबैको हो गाइस, जसले भेट्यो उसले लगाएको साथीहरू। त्यही भएर जाँदैछु साथीहरू म घरतिर। हेर्न सक्नुहुन्छ आज चाहिँ मजाले खाइन्छ साथीहरू। अनि यस्तो छ है त पारालाई। हेर्नुहोस् यता खोला बजिरहेको छ। अनि हेर्नुहोस् साथीहरू, यति हो गाइस मेरो बाटो चाहिँ। साथीहरू तपाईँहरूले भिडियोलाई सपोर्ट गरिदिनु होला साथीहरू, सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। यदि फेरि पनि भन्दैछु साथीहरू, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला साथीहरू। भन्दै आजको लागि छुट्टी साथीहरू। हस्त बाबा साथीहरू है त।